अब तपाईँको यहाँ सुनौँ पहिला अनि सँगसँगै यात्रा कुरा म 7 मिनेट बोल्ने अनुमति मागौँ लुकमा आएको जति बोल न हामी सुन्छौँ बरु कति सबैजना बस्नु के हुँदैन उभिनु पर्दैन ल्याउँ अहिले खाँदेर बसौँ सबैजना यसो मादल सादल पनि खिचाऊ यहाँ हाम्रो सिन्धुली घरको राज हमालजीले बजाउने मादल हो यो उहाँलाई त्यो चाहिँ सबै भनेर यहाँलाई चिनाएर सिन्धुलीलाई चिनाएको उयो भाइले नै हो होइन कुन भाइ हाम्रो सुमन भाइले सिन्धुलीलाई अब कलाहरू निर्माण गरेर अब जति दुःख गर्यो गरेन उसले आफ्नो ठाउँमा छ अब हजुरहरूले सक्नेसम्म त्यही भएर त भाइहरूलाई ल उहाँको सुनौँ तिम्रो बसेर भन्नु दाइ सर्वप्रथम त हजुरलाई यो संसदीय यात्रा अनि आफ्नो कार्यकाल र समग्र जनताको उत्कृष्ट मत पाएर विजय हुनुभएकोमा मेरो अनि यो व्यक्तिगत हाम्रो कलाकारको टिम सबैको तर्फबाट धेरै बधाई छ र हामीले विशेष गरी केही समय अगाडिको कार्यक्रममा दाइको अझ नयाँ वर्षको पनि एकै गर्दैछु हजुरको उपस्थिति रहन्छ भन्ने चाहिँ पुरा अपेक्षा राखेका थियौँ दाइको व्यस्तताले अनुपस्थिति भए पनि दाइ हुनुहुन्छ भनेर त्यो दिन चाहिँ दाइको लागि नै हामीलाई ठाउँ छोडेर अन्य विविध कार्यक्रमहरू सम्पन्न पनि गरेका थियौँ र विशेष गरी दाइलाई पनि सुनाउनु बाँकी अनि हाम्रो यो यात्राको धेरैजना व्यक्तित्वहरू नजिकै चाहिँ मुखपत्रको रूपमा पनि हुनुहुन्छ मुखपत्रज्यूहरूको अगाडि भनिरहँदा कतिपय कुराहरू भनेको पनि अलिकति बढी पनि हुन सक्ला कतिपय कुराहरू भन्नलाई भाँति पनि नहुन सक्ला मैले बुदागत रूपमा टिपेर भन्दा पनि कतिपय टिपेका कुराहरू चाहिँ त्यो मेलोमिसो मिलाएर परिकल्पना गरिएको हुनसक्छ आफ्नो मनमा जति गढिएर बसेको छ जति यथार्थ छ त्यो चाहिँ लगभग मैले एउटा कुरा भनौँ एउटा कालो चिया चिन्नाले बनाउन सकिन्छ यो सानो एकैछिन यो बिस्कुट यहीँ राख्दैन ल ए टेबलमा राख्दिनँ यहीँ राख्दैन कलाघर निर्माण यात्राको चाहिँ यो 7 वर्ष लगभग पुरा भएको छ 7 मिनटमा म संक्षिप्त सुनाउने कोसिस गर्छु विशेष गरी सिन्धुली सदरमुकाममा हामी +2 कोही +2 पढ्न म आफू पनि ब्याचलर पढ्न त्यो ठाउँमा झरेँ त्यहाँ ठ्याक्कै झरिरहँदाखेरि इच्छा शक्ति शिक्षा सँगसँगै चाहिँ इच्छा शक्ति कलाकारिता क्षेत्रमा भएकोले गर्दाखेरि त्यो कलेजमा पनि आफ्नो आफ्नो चाहिँ समूह छुट्टिन्थ्यो त्यो जोसँग जे इच्छा हुन्थ्यो त्यही अनुसार त्यो हामी कलाकारितासँग जोडेको हुनाले गर्दाखेरि हामीले बहुमुखी क्याम्पसमा एउटा सानो समूह बनायौँ त्यो समूहले चाहिँ विभिन्न वेलकम कार्यक्रम अन्य विभिन्न विदाई कार्यक्रम र स्कुलमा विभिन्न भातृ सङ्गठनहरूले गर्ने कार्यक्रमहरूमा हामी आफ्नो कला प्रेजेन्टेसन गर्थ्यौँ त्यो सँगै जोडिँदै गर्दाखेरि त्यो हामीले गरेको देखेर अन्य विद्यार्थीहरू स्कुलका विद्यार्थीहरू पनि हामीसँग जोडिनु भयो जोडिसके पछाडि हामीले प्रगतिशील प्रतिभा केन्द्र भनेर चाहिँ लगभग 20-22 जनाको एउटा समूह बनायौँ त्यो समूह बनाइसके पछाडि विद्यालयका विभिन्न ठाउँहरूमा यो अझ विद्यार्थीको समस्याहरूको हामी विशेष गरी सडक नाटकहरू देखाउँथ्यौँ अनि नेपाली मौलिक सांस्कृतिक परम्परागत झल्किने कार्यक्रमहरू प्रेजेन्टेसन गर्थ्यौँ अनि अब विद्यालय त हामी गयौँ अब विद्यालयभन्दा अलिकति भ्यालीतिर जाउँ न भन्ने हिसाबले हामीले सिन्धुली जिल्लामा नै अझ नृत्य अन्य विभिन्न कलाको विकास गर्नको लागि आफ्नो शैक्षिक पाठ एक ठाउँमा रह्यो अनि त्यस पछाडि डान्स सेन्टरहरू खोल्ने विभिन्न कलाहरू चाहिँ प्रशिक्षण गराउने त्यो टिमले गर्न थाल्यौँ त्यो टिमले झन्डै 1 र 1.5 वर्ष गरिसके पछाडि सिन्धुली जिल्ला चाहिँ बिपी राजमार्ग र अन्य चाहिँ तत्काल चाहिँ विकास भएकोले गर्दा त्यो कला संस्कृतिको चाहिँ फ्याक्ट्री नै यो एकदमै उद्गम थलो नै हो भन्ने अवस्था नभएको कारणले गर्दाखेरि हामीलाई गर्न चाहिँ सुरुवातमा एकदमै गाह्रो परेको अवस्था थियो त्यो प्रगतिशील प्रतिभा केन्द्र चाहिँ त्यो समूह बनाएर विभिन्न अब जिल्लामा मात्रै नभएर जिल्लाभन्दा बाहिर पनि हामी केन्द्रित हुन थाल्यौँ केन्द्रित भइसके पछाडि त्यही बेला चाहिँ ठ्याक्कै यो कोभिडको महामारी हुनुभन्दा अगाडि 2075 सालमा सिन्धुलीमा प्रादेशिक महोत्सव लागेको थियो त्यहाँ हामीले एउटा सांस्कृतिक सुट गरेका थियौँ त्यो झल्को प्रस्तुत गर्दाखेरि चाहिँ कर्मीज्यूहरूले चाहिँ महोत्सवको मुख्य आकर्षक चाहिँ सिन्धुली कलाघर एउटा कलाघर आवश्यकता छ यस्तो खालको सांस्कृतिक सङ्ग्रहालय हुनु चाहिँ जरुरी छ भनेर धेरैजनाले चाहिँ त्यो उठाइसके पछाडि ओहो साँच्चै राम्रो गर्न सकिन्छ कि भनेर चाहिँ स्टार्टिङ हामीले 2075 देखि गरेका हौँ 2075 सालदेखि त्यो गरिसके पछाडि जब 76 को बिचमा 1 वर्ष हामीले
यस्तो खालको चाहिँ हुन्छ सङ्ग्रहालय, यस्तो खालको चाहिँ आवश्यकता छ, यस्तो खालकोलाई चाहिँ धेरैले मन पराइयो भनेर हामीले त्यहाँ एउटा अस्थायी रूपमा भए पनि त्यो अवलोकन गर्ने ठाउँ बनायौँ। त्यहाँ जनप्रतिनिधिज्यूहरूलाई आवश्यकताको पहिचान गरायौँ। तर सिन्धुली जिल्लामै चाहिँ भ्यालीमै चाहिँ हामीले ठाउँ पाउनलाई चाहिँ एकदम मुस्किल रह्यो। त्यो मुस्किल रहिसके पछाडि ठ्याक्कै कोभिडको चरण पनि आयो र कोभिडको चरणमा हामी त्यो जुन प्रगतिशील भनेको टिम थियो त्यो 40-45 जनाको टिम थियो। त्यो समूहलाई हामीले अब पढाइ हो मुख्य कुरा, सबैजना कोठामा चाहिँ कला घर बनाउने भन्दा पनि आफ्नो शैक्षिक भविष्य बनाउने आउने भनेको। तर यो कलाघर बनाउने भनेर चाहिँ हामीले 1 वर्ष चाहिँ हुइम फैलायौँ। स्वदेश तथा विदेशका मान्छेले पनि केही कसैले 2-5 हजार कसैले सहयोग गरेर पनि यो अभियान ठिक छ भन्नुभयो। जनप्रतिनिधिले पनि हाम्रो अगाडि त एकदम ठिकै छ भनिरहनु भएको छ। सबैले जनाले विश्वास भएको छ भने यसमा चाहिँ लागौँ, कतिजना साथीहरू लाग्न सकिन्छ लागौँ, अरू साथीहरू ब्रेक गरौँ, छुट्यौँ भने पछाडि हामीले त्यहाँबाट 50 जना जतिको टिममा झन्डै 40 जना चाहिँ हामी छुट्यौँ। 40 जना यता आफ्नो पढाइ आफ्नो कर्ममा लाग्ने, भोलिन्टियरमा खट्न नसक्ने, अनि त्यो 10 जनाले चाहिँ अनि सुरुवात गरे त्यो कोभिडको पिरियडमा पनि। अनि हामी यो ठाउँमा आइपुगेका हौँ। यो ठाउँमा आइसके पछाडि यहाँ रक्तमाला स्कुल थियो पहिला, त्यो स्कुलमा त्यो सिन्धुलीमा जति कलेक्सन गरेका चिजहरू सबै यो ठाउँमा ल्यायौँ। यो ठाउँमा ल्याइसके पछाडि यहाँको वन समिति विशेष गरी हाम्रो ओमबहादुर कार्की सरले यो ठाउँमा राख्नको लागि ठुलो प्रयत्न पनि गर्नुभयो र यो ठाउँमा हामीले आवश्यक जमिन खरिद गरेर आवश्यक प्रक्रिया अगाडि बढायौँ। र यो बिचमा र त्यो सुरुको स्टार्टिङको ठ्याक्कै त्यो कोभिडको चरणमा नै हामीले अब अहिले आश्वासन सहानुभूति र एउटा कथा सुने जस्तो हुन्छ। यो कला घर नै चाहिँ जसरी भयो नि पुरा गर्ने भनेर चाहिँ सबैले एकैचोटि पढाइ। अनि यसको पारिवारिक दबाब कति खाइयो, सामाजिक दबाब कति खाइयो, यो पीडाको कहानी गर्दै नगरौँ, किनकि त्यो सङ्घर्ष गरिसकेको कुराहरू छँदैछ। र मुख्यतः हामीले त्यो बेलामा कलाघरको अभियान थियो बनाउने, तर कलाघर बनाउने चाहिँ एडिक्सन भयो। त्यो जब कोभिडमा चाहिँ आफ्नो क्वारेन्टाइनको समयमा घर नगइकन चाहिँ यो ठाउँमा बसिसके पछाडि जसरी भयो नि कलाघर बनाउने भन्ने रह्यो। र अहिले कलाघरको त्यो स्थापना कालदेखिको कुनै पनि एउटा भोलि कलाघर बनिसके पछाडि हामी व्यावसायिक रूपमा यहीँ बस्ने, हाम्रो भविष्य चाहिँ यहीँ छ भनेर हामीले कहिले पनि सोचेनौँ। र एउटा कर्म निरन्तर गर्ने, त्यसको प्रतिफल आउँछ आफ्नो ठाउँमा रह्यो भन्ने हिसाबले लागिरहँदाखेरि जब यो ठाउँमा रहिरहँदाखेरि जनप्रतिनिधि स्थानीय सरकारसँग नियमित संवाद रह्यो। तर त्यसको विश्वसनीयताको आधार चाहिँ के रहेन भने एउटा उमेर, हाम्रो उमेरले प्रभाव पार्यो। अर्को यो कला संस्कृतिमा लाग्ने टिमलाई चाहिँ यो चाहिँ विशुद्ध एउटा मनोरञ्जन हो, क्षणिक हो, यसले चाहिँ कुनै एउटा राम्रो कामहरू चाहिँ गर्न सक्दैन भन्ने एउटा आधार पनि त्यो भएको कारणले गर्दाखेरि हामीले जनप्रतिनिधिसँग साँच्चै नै त्यो हाम्रो योजना चाहिँ छिट्टो पुरा हुनुपर्छ भनेर माग राख्दाखेरि हाम्रो अगाडि एकदम हुन्छ, एकदम यो आवश्यकता छ, हो यसको उद्देश्य ठिक छ, यसको भोलिको भविष्य ठिक छ भन्ने त्यही जनप्रतिनिधिले हामी गइसकेको पछाडि चाहिँ अनि विकास निर्माणको काम जस्तो त्यो नाच्दाखेरि चाक होला जस्तो सहिलो हुन्छ भनेर ब्याकबाइट गर्ने पनि त्यही जनप्रतिनिधि भएको कारणले गर्दाखेरि यो हाम्रो कलाघर निर्माणको गति चाहिँ सुस्त भयो। अहिले ठ्याक्कै अरूले देख्दाखेरि 5 वर्षमै यति ठुलो भयो नि त, 7 वर्षमै यति धेरै प्रगति भएको छ नि, किन चाहिँ भएन भनेर धेरैजनाले प्रश्न पनि उठाउनुहुन्छ। तर यो समूहको शक्तिको लगाव हेर्दा त्यो त कुनै गाउँठाउँको एउटा सानो मन्दिर, एउटा कुलो बनाउनको लागि आफ्नो घरायसी काम छोडेर दिएको समय त होइन नि त। 24 घन्टा यो समय दिइरहँदाखेरि फेरि धेरैजनाले मलाई पनि भन्नुहुन्छ त्यसो तेरो त घरै ती छ र अनि तब 24 घन्टा भन्छ जस्तो भन्नुहुन्छ। मेरो घर ती हुँदा पनि म भात खान ती जान्न, मलाई भात बहिनीहरू यहीँ ल्याइदिनुहुन्छ यहीँ कर्म, ताकि पारिवारिक रूपमा नजिक जोडिसके पछाडि फेरि पारिवारिक कुराले चाहिँ गन्जागोल हुनसक्छ, यसलाई चाहिँ फेरि माइन्ड डाइभर्ट हुनसक्छ भन्ने हिसाबले हाम्रो टोटली यो टिम यहीँ रहेर कर्म गरिरहेका छौँ। र यो हाम्रो टिमको उद्देश्य हामीले यहाँनिर पनि क्लियर रूपमा पनि लेखेका छौँ, जम्मा हाम्रो 3टा उद्देश्य छ। एउटा यो सिन्धुलीको चाहिँ नमुना सङ्ग्रहालय बनाउने, अनि देशकै मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै 20औँ टप 20 अफ वर्ल्ड अफ म्युजियम भनेर सर्च गर्दाखेरि नेपालको चाहिँ यो कलाघर पनि परोस्। यो कलाघर पर्ने आधारहरू के हुन सक्छन्, यस्तै खरको छानो बनाउने हो कि मादल बनाउने हो कि भन्दा पनि एउटा ओल्डलाई नै चाहिँ कला मार्फत प्रेजेन्टेसन गर्ने। त्यो हामीले गुगल सर्चहरू गर्दा पनि नदेखिएको र अलिक फरक भएकोले गर्दाखेरि 195वटा देशलाई चाहिँ कला मार्फत यहाँ सजाउन हामीले सक्यौँ भने चाहिँ त्यो चाहिँ एउटा भोलि आगन्तुक पर्यटकहरू यहाँ आउँदा पनि ऊ खुसी हुने। जस्तो कि हामी विदेश जाँदा हामी नेपाली भान्साघर र नेपाली मन्दिर भेट्छौँ भने जति चासो गर्छौँ त्यो देशको नागरिकलाई पनि यहाँ आउँदाखेरि चासो हुन्थ्यो भन्ने हिसाबले पनि त्यो एउटा पाटो त्यो रह्यो। र अर्को पाटो संसार चाहिँ यस्तो हुनसक्छ भनेर नमुनाको हिसाबले पनि
नपुगेका र थाहा नहुनेहरूलाई पनि एउटा आधार त्यो पनि रह्यो र अनि फरक हिसाबले चाहिँ यो रहोस् भनेर हाम्रो ओल्ड आर्ट हाउसको परिकल्पना छ र हामी यो बिचमा यो लाग्दै गर्दाखेरि यहीँ मात्रै खन्ने यहीँ मात्रै आफूले बनाएको कलाभन्दा पनि देशभरिका विभिन्न सांस्कृतिक संस्थानहरू पनि भ्रमण गऱ्यौँ। त्यो गर्दाखेरि प्राय धेरै जसो चाहिँ राजधानी केन्द्रितहरू मात्रै र अनि प्रतिनिधिमूलक ढङ्गबाट यो प्रदेशको एकजना संयोजक बस्ने त्यही अनुसारको आवश्यक 2-4 दिन तालिमहरूमा नै चाहिँ त्यो बजेटहरू चाहिँ सकिने कामहरू भएको कारणले गर्दाखेरि यो प्रदेश स्तरकै हुन्छ कि नभए जिल्ला स्तरकै भए पनि कम्तीमा पनि राज्यबाट नै चाहिँ सञ्चालित सांस्कृतिक संस्थानकै रूपमा चाहिँ सिन्धुली कलाघर हुनुपर्छ, अझ सांस्कृतिक विद्यालय नै हुनुपर्छ भन्ने हामीले महसुस गऱ्यौँ। किनकि हामीले जति इच्छा चाहना राखेर पढ्दाखेरि त्यही अनुसारको सब्जेक्ट भए भए यतिखेर हामी धेरै माथि पुग्थ्यौँ। किनकि शिक्षा इच्छा अनुसारकै शिक्षा भइदिएदेखि हुन्थ्यो भन्ने हिसाबले चाहिँ हामीले सांस्कृतिक विद्यालयको पनि परिकल्पना गऱ्यौँ र यो परिकल्पना सांस्कृतिक विद्यालय र अनि ओल्ड आर्ट हाउसको मात्रै नभएर चाहिँ रोजगारको हिसाबले अहिले यो 5-7 वर्षको चरणले हेर्दा पनि यहीँसँग इन्गेज भएर रोजगार पाउने, यहीँसँगको चाहिँ यहाँको भौगोलिक वातावरणहरूको यहाँको उन्नति, यहाँको स्थानीय कुराहरूको व्यापार देख्दा पनि अबको केही समय चाहिँ यो कम्प्लिटली आधार सिर्जना भयो भने चाहिँ कम्तीमा पनि 100 जनाले चाहिँ रोजगार, हाम्रो पनि मुख्य चाहिँ धेरैजनाले यसको चाहिँ लाभ लिनुपर्छ। भोलि बत्ती मुनिको चाहिँ अँध्यारो चाहिँ हुनु हुँदैन, यो ठाउँलाई चाहिँ पूर्ण रूपमा प्रबन्धन गर्नुपर्छ भन्ने नै छ। र हामी पर्यटन मन्त्रालय जो संस्कृतिसँग सम्बद्ध आबद्ध छ, हामीले 75 सालदेखि नै झन्डै 4 वर्ष चाहिँ निरन्तर रूपमा चाहिँ हामीले त्यो डिपिआर पेस गर्ने र त्यो ढोकामा पुग्ने, नमस्कार गर्ने गरेर फर्केर गइसके पछाडि हामीले 81 देखि चाहिँ अब यो डिपिआर बोकेर पर्यटन मन्त्रालय चाहिँ धाउने काम नगर्ने नै भनेर हामीले गत वर्ष चाहिँ गएनौँ। त्योभन्दा गत वर्ष अगाडिसम्म निरन्तर यतिसम्म माइन्ड पनि यतिसम्म हरेजमेन्ट हुने हो नि। अब धन्न मभन्दा कम उमेर समय हुन्छन् भाइ बहिनीहरू, मैले भनेको मान्नुहुन्छ, मभन्दा अलिकति लेभल माथि भने तेरो चाहिँ सधैँभरि गइरहने काम हो भनेर ठटाउनु पनि सक्नुहुन्थ्यो होला। त्यो भएकोले गर्दाखेरि र सम्भावना भएर पनि यो सिन्धुली कलाघर जनप्रतिनिधिहरूको एक खालको वास्तविक, जस्तो कि यही चपौलीमै हाम्रो डाक्टर रामकुमार फुयाल मान्य हाम्रो राष्ट्रिय योजना आयोगको सदस्य पनि हुनुहुन्थ्यो। यो यहीँ तल्लो बाटोमा चाहिँ करोडौँको बजेट पर्दै गर्दाखेरि त्यो बेलामा 2-3 करोड, त्यो बेलामा 2 करोड रुपियाँ सम्बोधन भइदिएको भए या 3 करोड रुपियाँ सम्बोधन भइदिएको भए धेरै माथि पुग्थ्यो। र यसपालिको पनि हामीले चाहिँ आदरणीय मान्यज्यूसँग चाहिँ हाम्रो के अनुरोध छ भने हामीले गरेको परिकल्पनालाई मात्र सम्बोधन गर्नु, हामीले गरेको सबै कुरा हाम्रो परिकल्पना हजुरको मात्रै चाहिँ बजेटको सम्बोधन भयो भने त्यहाँ तालमेल मिल्दो रहेनछ। त्यहाँ सामान्य 5 लाख र 10 लाखमा पनि तालमेल नमिलेर हामीले धेरै त्यसको असर भोगेका छौँ स्थानीय सरकारहरूसँग पनि। आफै हजुर पूर्वाधार विज्ञ भएको कारणले गर्दाखेरि व्यवस्थित ढङ्गले पर्यटकीय प्रबन्धनसँगै यहाँका रोजगारीदेखि लिएर यहाँका व्यावसायिक कला उत्पादन चाहे चाहिँ यो देशैभरि बजारीकरण गर्न सक्ने अवस्था कुन र कसरी चाहिँ गर्न सकिन्छ, यो पूर्ण रूपमा भौगोलिक बनावट गरेर चाहिँ त्यो डिपिआर सहितको चाहिँ बजेट सम्बोधन हजुरबाट चाहिँ भइदियो भने अझ हामी हलुको मान्थ्यौँ कि अझ हामी एकदमै खुसी हुन्थ्यो कि भन्ने चाहना छ। यो चोटि चाहिँ हामीले जति भन्छ बजेट त्यति हालिदिनुहोस्, हाम्रो जे योजना छ यहाँ घर यहाँ यो नै बनाइदिनुपर्छ भन्दैनौँ। किनकि हामी भन्दा पनि जान्ने बुझ्नेको पनि कुरा सुन्नुपर्छ। त्यसरी भइदियो भने र अनि हामी आफैले पनि यो कलाघर निर्माणको चाहिँ यहाँ भित्तादेखि लिएर कतै पनि लेखा छैनौँ, यो कलाघर बनाउने चाहिँ हामी हौँ। त्यो श्रेय लिन थाल्यो भने त्यसले घमण्ड निकाल्छ, त्यसले चाहिँ स्वार्थ पनि बोक्छ भनेर एकदमै साझा। र विशेष गरी अझ हामीले त नगरपालिकालाई यो वर्ष के पनि चिठी बुझाएको छौँ भने स्थलगत चाहिँ ठ्याक्कै रिपोर्ट हेरेर त्यहाँकै दक्ष प्राविधिक लगाएर यहाँ धेरै नगरपालिका र प्रदेशबाट संरचना, प्रदेशबाट हामीलाई बजेट परिरहँदाखेरि त्यो अब एकैचोटि गयो, झोला बोक्यो, गयो, चेक बोक्यो, अनि त्यसपछि झ्याप्प पैसा लाग्यो, खायो, सिद्धियो भन्ने खालको त्यो लागिरहँदाखेरि हामीले त नगरपालिकालाई के पनि भनेको छौँ भने त्यो योजनाभन्दा बाहेक पनि कति लगानी गरेको छ त्यसको पनि हामीले त धेरै भनौँला, हामीले त 1 लाखको ठाउँमा 2 लाख भनौँला। प्राविधिकले नै आफ्नै इस्टिमेट गरेर चाहिँ कलाघरले पनि कति लगानी गरेको छ त्यो छुट्याइदिनुहोस्। फेरि हामीले त्यो लगानी गरेको फिर्ता हुनुपर्छ भने पनि राख्दैनौँ। किनकि हामीले लगभग झन्डै 30 लाख त्यो श्रम कति गऱ्यौँ त्यो आफ्नो ठाउँमा रह्यो। त्यो 30 लाखभन्दा पनि बढी नगद यो ठाउँमा खर्च गरेका छौँ। त्यो फेरि अब जसरी भए पनि भोलि सरकारले स्वामित्वले त्यो फिर्ता हुनु पनि मानबाट नै राख्दैनौँ। किनकि फेरि हामीले त्यति गरेको थिएन भने यो कलाघर त्यति अवस्थामा रहँदैन थियो। र व्यावसायिक कला उत्पादन र व्यावसायिक कलाकारितामा अहिले नेपालमा सबैभन्दा बढी यदि व्यस्त मेहनतको आधारले व्यस्त छान्ने हो भने कलाकारमा हाम्रो कलाघर नै पर्छ।
हामी यदि व्यावसायिकता भएको भए र यो कलाघरमा नलागेको भए सबैभन्दा पूर्ण रूपमा कलाकारबाट आफ्नो कला देखाउने रोजीरोटी र यस्तै घर ठड्याउनेमा हामी पनि पर्थ्यौँ होला, किनकि त्यो हाम्रो मेहनतप्रति चाहिँ त्यति विश्वास छ। हामी त्यसरी पनि लागिरहेको छौँ। अब अहिले यहीँ बहिनीहरू पनि हुनुहुन्छ, एउटा बिहेमाबाट जम्मा एउटा कार्यक्रमबाट आम्दानी भनेको 1000 पाउने एकजनाले। त्यहाँ अरू सबै यहाँ केही हदसम्म यहाँको व्यवस्थापन र यहाँको पाटोमा लगानी गरिरहेको अवस्था छ। त्यो भएकोले गर्दाखेरि हामी अब धेरैले सामाजिक कामहरू गर्नेहरूले एउटा के भन्छ त्यो एउटा सङ्कल्प गर्छन्, यो चाहिँ योजना गरिरहँदाखेरि यहाँ मेरो चाहिँ मैले चाहिँ अनियमितता गरेँ भने, मैले चाहिँ अलिकति गलत गरेँ भने मलाई चाहिँ यस्तो झुन्ने यताउता गरेँ भन्ने एउटा सङ्कल्प गर्छ। हाम्रो चाहिँ त्योभन्दा अलिक फरक सङ्कल्प छ। यदि हामीले गरेको र यो 3टा उद्देश्य पुरा भयो भने हामी आफैलाई पनि कसैले सहर्ष रूपमा, म आफै पर्सनल रूपमा पनि कसैलाई मर्दै भन्यो भने म मर्दिन तयार छु क्या। त्यो सकिए पछाडि चाहिँ, तर उद्देश्य चाहिँ कम्प्लिट हुनु पऱ्यो। त्यो एक खालको चाहिँ यो नसा भएकोले गर्दाखेरि भोलि यो चाहिँ पुरा गर्नको लागि होइन अलिकति हाम्रो निस्वार्थ भावना भएको कारणले गर्दाखेरि योभन्दा अगाडि चाहिँ सङ्घीयबाट र सङ्घबाट चाहिँ प्राथमिकतामा नपरेको कारणले गर्दाखेरि योचोटि चाहिँ विशेष पर्छ नै भन्ने लागेर हाम्रो यो मागलाई चाहिँ पूर्ण रूपमा सम्बोधन हुन्छ भन्ने लागेर हामी यो पनि के पनि राख्छौँ भने यदि हामीमा अविश्वासी भयो, हामीमा ले गर्ने शैलीहरू ढङ्ग भएन भने आजकै मिति किन नहोस् या बजेट सम्बोधनकै मितिभन्दा बाहेक हामीलाई फरक राखेर यहाँ हामीलाई यहाँ सहयोगको भूमिकामा कति राख्नु हुन्छ, त्यो समितिमा नि राख्नु परेन। पूर्ण रूपमा स्वामित्व लिएर चाहिँ हामी गर्छौँ भनेर यदि जनप्रतिनिधिज्यू र सरकारले भन्छ भने पनि त्यहाँ कुनै कुराको त्यो के भन्छ त्यो कुनै बुदाको रूपमा पनि त्यो सम्झौता नगरिकन हामी त्यो गर्न पनि तयार छौँ। त्यतिसम्मको निस्वार्थ भावना भएकै कारणले र त्यतिसम्म त्याग भएकै कारणले गर्दाखेरि आज तपाईँहरूसँग जोडिएको हो। तपाईँहरू यति आत्मीयता देखाएर योसम्म आइदिनु भएको हो। यदि त्यो खालको हाम्रो मेहनत थिएन भने आज यसरी हामीसँग आत्मीयता बढ्दैन थियो, हाम्रो कला यसरी देशभर प्रचार पनि हुँदैन थियो। र हामी यो भौतिक कुरा र योजनाको कामले चाहिँ यो सृजनात्मक क्षमतामा चाहिँ धेरै नै कठिनाइ आइपरेको हो हामीलाई पनि। जस्तो कि एउटा यहाँ 50 लाख रुपियाँको योजना पऱ्यो भने अहिले त्यो यही समितिले गर्नुपर्दाखेरि चाहिँ कम्तीमा पनि काम सम्पन्न हुँदाखेरि 5 लाख रुपियाँ चाहिँ त्यसले आर्थिक भार बिहोरिसकेको हुन्छ। एउटा 2 रुपियाँ कमाउनलाई मेहनत गरिरहँदाखेरि अलिकति आर्थिक भार पर्नु भनेको त्यसले चाहिँ त्यो सृजनात्मक क्षमतालाई चाहिँ एकदमै ह्रास पुर्याउनु पर्ने त्यो चाहिँ हामीले चाहिँ विगत भोगेका छौँ। र अब हामीलाई चाहिँ यो कलाघरबाट चाहिँ छोड्न पाए हुन्थ्यो, अब चाहिँ अरूले जिम्मा लिन पाए हुन्थ्यो भन्ने छैन। हामीले जीवन्तसम्म कति समय दिन सकिन्छ। अब यहीँ बहिनीहरू पनि हुनुहुन्छ, मैले कुनै पनि आश्वासन राखेर यो ठाउँमा चाहिँ यस्तो गर्नुपर्छ भनेको छैन, मात्र विश्वासको आधारमा राम्रो गरौँ। भोलि हाम्रो 10-15 जनाको चाहिँ भविष्य सिद्धिएर भोलि चाहिँ 100 जनाले रोजगार पाउँछ भने त्यो 15 जनाको भविष्य सिद्धिनु नै ठिक हो भन्छु म चाहिँ। किनकि इतिहास कालखण्ड हेर्दा पनि केही चिज बढ्नको लागि केही चाहिँ सिद्धिएकै देखिन्छ। सिन्धुलीगढी आज हामी जति भजाइरहेको छौँ त्यो बेला गढीमा लड्नेहरूले चाहिँ मरिन्छ हट भनेर भन्नु भयो, त्यो हुँदैन थियो। त्यसको लागि केही स्वतः सिद्धिनुपर्छ र केही त्यो बढ्नको लागि स्वार्थ राख्यो भने त्यो योजना कुनै ठाउँमा कम्प्लिट भएको देखिँदैन। त्यो भएकोले गर्दाखेरि यसलाई चाहिँ पूर्ण रूपमा अब सिन्धुलीमा कलाघरलाई मात्र होइन सबै चिजलाई पनि हेर्नुपर्ने अवस्था छ। पर्यटकीय रुटको हिसाबले सिन्धुलीगढी, सिन्धुली कलाघर र एउटा पूर्ण रूपमा जसरी आज चितवन, पोखरामा रोडम्याप सहितको व्यवस्थित खालको पर्यटन प्रबन्धनको भूमिका छ, भइरहेको अवस्था छ। त्यहाँ पर्यटनको ओहिरो, त्यहाँको व्यावसायिकता, त्यहाँको स्वरोजगारमुखी भएको छ एक हिसाबले। त्यसैले पनि सिन्धुलीमा कलाघरलाई मलाई जतिको माया छ, सिन्धुलीगढी पनि त्यत्तिकै माया, कमलामाई नगर मन्दिर पनि त्यत्तिकै मायादेखि लिएर सिन्धुलीका सबैको माया पनि त्यत्तिकै छ। र अनि हामी त धेरै ठाउँमा पनि भन्दै नै छौँ एक पालिका एक सांस्कृतिक सङ्ग्रहालय चाहिँ हुनुपर्छ। त्यो कम्तीमा पनि त्यो ज्वाइँ त्यो गाउँमा 2 दिन बस्नु पर्दा पनि झ्याउ नलागोस्, उसलाई एक दिन चाहिँ सङ्ग्रहालय घुमेर आफ्नो ससुरालीको बारेमा जानकारी होस् भन्ने हिसाबले पनि त्यो सांस्कृतिक पक्षको पनि भूमिका रहनुपर्छ भन्ने पनि लागेको छ। र हामी आफै पनि सांस्कृतिक कार्यक्रमहरू चाहिँ अलिकति सचेतनामूलक हुनुपर्छ भन्ने हिसाबले पनि विगत 10 वर्षभन्दा पनि दाइहरूलाई एकदम थाहा छ हामी बढी उशृङ्खल खालको सांस्कृतिक देखाउने भन्दा पनि बढी अवेरनेस टाइपको कार्यक्रमहरू नै गरिरहेको छौँ। र त्यो निरन्तरता दिने एक खालको महत्त्वपूर्ण रहिरहोस् भन्ने अपेक्षासहित र फेरि पनि धेरैभन्दा धेरै धन्यवादसहित अबको केन्द्रबाट सम्बोधन हुने बजेटमा चाहिँ स्थलगत स्वयं हजुर आफैले हेरेर चाहिँ त्यसको त्यो डिपिआर सहित त्यसैमा समेटिने तवरले चाहिँ यसको भूमिकामा महत्त्वपूर्ण भूमिका लिइदिनु हुनेछ भन्ने कुरामा आशा राख्दै
र यो कुरा भनिराख्दा योभन्दा अगाडि स्थानीय सरकार, प्रदेश सरकार र जुन जुन ठाउँबाट चाहिँ हामीलाई सहयोग भयो उहाँहरूलाई पनि धेरै धन्यवाद दिँदै र योभन्दा अगाडिको मान्यज्यूहरूसँग चाहिँ हजुरसँग त्यो कुनै बजेटको लागि सम्झौतै गर्नुपर्ने प्रस्तावित अनि त्यसै गरी त्यो द्वेषपूर्ण पनि वातावरण हामी नबनोस् भन्ने पनि चाहन्छौँ। योभन्दा अगाडि केन्द्रबाट बजेट पर्नको लागि हामीलाई त्यही पार्टीमा आस्था राख्नुपर्छ, त्यही पार्टीमा प्रवेश गर्नुपर्छ भन्नेसम्मको कुराहरूमा चाहिँ हामीले अस्वीकारको कारणले गर्दा पनि हामीले फरक खार्यौँ। र सिन्धुली जिल्लाका जसरी आज आशिष दाइ हामीसँग नजिक हुनुहुन्छ, भोलि फरक अर्को पार्टी भए पनि त्यो एक हिसाबले हामी आत्मीयताको हिसाबले कार्यक्रममा सहभागी भइरहँदाखेरि चाहिँ त्यो पार्टीगतको आरोप लगाएर पनि हामीले यो 3-4 वर्ष चाहिँ त्यो एक खालको मानसिक तनावदेखि लिएर त्यो योजनासँग जोडिने कुरामा पनि अलिकति अभाव परेको अवस्थाहरू पनि छ। र प्रदेश सरकार र अहिले चिन्जानको हिसाबले सिन्धुली जिल्लाका जनप्रतिनिधिज्यूहरूले हामीसँग एउटा के कुरा पनि राख्नुभयो भने नाम नतकौँ, हामी आफै सो विवेकले पनि प्रस्तावित गर्न सकिन्छ नि त भनेर मन्त्रालयमा गएर जाँदाखेरि तिनीहरू जान्ने हुने भनेर त्यो ठाउँमा चाहिँ बजेट नपारौँ, किनकि हामीलाई नसोधी त्यहाँ पुग्ने तिनीहरू भन्नेसम्मको अवस्था रहेको कारणले गर्दाखेरि हाम्रो फेरि यो यसको स्वामित्व चाहिँ कलाघरले मात्रै लिनुपर्छ, यस्तो स्वामित्व चाहिँ कमलामाई नगरपालिका मात्रै हुनुपर्छ भन्ने छैन। हाम्रो अनुरोध पनि गरेर प्रश्न लेखेका पनि छौँ बोर्डमा। यो बनाउनको लागि चाहिँ सबैको साझा भावना जोडियोस्। साझा भावनाले पनि धेरै राम्रो चिज पनि गर्न सकिन्छ। सरकारको पनि जति भूमिका छ उति नै श्रमदान पनि उत्तिकै भूमिका हुनुपर्छ भन्ने लाग्छ। कहीँ ठाउँबाट बजेट पर्दै गर्दाखेरि हामी जति बजेट परेको छ त्यति नै हाम्रो पनि श्रम हुनुपर्छ, त्यति नै अनि मात्रै माया हुन्छ भन्ने भएर अहिले घरको माया छोडेर हामी कलाकारहरू यो घरको मायाको लागि परेको हुनाले गर्दाखेरि अबको बजेट मात्रै भन्दिनँ म, अबको किनकि आफ्नो कार्यकाल पुरा भएपछि त्योभन्दा पछाडिका दिनहरूमा पनि निरन्तर निस्वार्थ हामीले पनि गर्ने काममा धेरै कमी कमजोरी पनि गरेको हुन सक्छौँ। सबै हामीले गरेको काम चाहिँ एकदम राम्रो छ, उत्कृष्ट छ, अरूले चाहिँ गर्न सकेन भन्दैनौँ, हामीमा पनि कमजोरी हुन सक्छन्। त्यसलाई पनि उमेरको हिसाबले पनि भाइ बहिनीहरू सम्झेर, यहाँ दाइ मात्रै हुनुहुन्न, यहाँ अर्को इन्जिनियर दाइ पनि हुनुहुन्छ, सबैले आफ्नो ठाउँबाट चाहिँ भइदिनु भयो भने र अहिले जतिसम्म हाम्रो उत्प्रेरणा र हामी लागिपर्ने एउटै मात्रै आधार भनेको सबैले राम्रो गरेछ भने यति राम्रो गरेछ दुईवटा शब्दले नै यो स्थानसम्म आइपुग्नुको मुख्य कारण र मुख्य ऊर्जा चाहिँ यही रहेको जानकारी गराउँदै फेरि पनि हजुरहरूलाई धेरैभन्दा धेरै धन्यवाद सहित दाइको सदनमा उपस्थिति यो एउटा जनताको भावना मात्रै नभएर प्रतिस्पर्धात्मकको क्षेत्र पनि हो। देशैभरिबाट चाहिँ जनप्रतिनिधि भइरहँदाखेरि कुन जिल्लाको चाहिँ उत्कृष्टता छ भन्ने भइरहँदाखेरि सिन्धुली जिल्लाको पनि हुनुपर्छ भन्ने यो ठाउँ विशेष र क्षेत्रको आधारले हाम्रो मागसहित समग्र देश निर्माणमा चाहिँ महत्त्वपूर्ण भूमिका रहोस् भन्ने अपेक्षा राख्छु। त्यसपछि अब अहिले तपाईँले पारी भनिहाल्नुभयो पिकनिक स्पोटको बारेमा। हामीले चाहिँ के सोचेका थियौँ भने यसैको योभन्दा उतापट्टिको जुन लाइन छ यहाँनिर कुनै चिज नबिगारिकन सम्प्रदान जस्तो छ त्यसलाई त्यहीँ छोडेर पिकनिक स्पोट बनाइयो भनेदेखि धेरै राम्रो हुन्थ्यो भनेर हामीले कुरो चाहिँ उच्चारण चाहिँ गर्दै गयौँ। अनि त्यो हुँदाखेरि यहाँनिर चाहिँ अब तपाईँको बेल पनि छेउ भन्ने भएर त्यो त्यत्तिकै आलाटालमै गएको छ। हामीले यो कुरा नि राखेको थियो पहिला पनि। अनि अब चाहिँ यसलाई पनि यसो तपाईँले आफ्नो ठाउँबाट यसो यहाँ के भन्छ प्रदेशमा जिल्लामा कसैलाई भनिदिएर त्यति पनि गरिदिनु भयो भने पर्यटकको लागि चाहिँ धेरै उत्तम हुन्थ्यो। हाम्रो पिकनिक स्पोट भन्दा नि पार्क टाइप हो कि अलिकति कुराहरू त्यो एउटा डाँडो छ हाम्रो जस्तो कि प्रदेश सरकारबाट एकदम राम्रो छ। एकैचोटि 3 करोडमा पूर्वाधार विकास यदि हुन्थ्यो सम्भव हुन्थ्यो भने प्रदेशबाट पर्ने 40 लाख 50 लाख पर्खिँदाखेरि चाहिँ झन्डै 5 वर्षभन्दा पनि बढी समय गयो। त्यो एउटै पूर्ण रूपमा अनुसार पनि नबनी भयो। अनि अहिले स्थानीय सरकार र प्रदेशबाट जति भएको छ त्यो डिपिआर अनुसारको काम सुरुवातमा नलाउने, जुन कम्प्लिटली हुन्छ त्यो मात्रै गर्ने, त्यो बिचमा अधुरो राखेर नराख्ने, अर्कोचोटि हुन नि सक्छ नहुन सक्छ भन्ने रह्यो एउटा पाटो। अर्को कुरो जमिनको विषयमा हामीले यो 33 लाख रुपियाँ यो डाँडोलाई बुझाइसक्यौँ। यो महिनाको अन्तिममा पास गर्ने कुरा छ। त्यसमा हामीले 15 लाख रुपियाँ पब्लिकबाट उठायौँ भने 15 लाख रुपियाँ हाम्रो कमाइ नै हालेका छौँ। त्यो भएर त्यतिसम्मको आर्थिक भार पनि बोकेर चाहिँ अब भोलि कलाघरको नाममा पास भइसकेपछि स्वतः त्यो राज्यकरण त भइगयो। अनि केही कुराहरू चाहिँ हैसियतभन्दा पनि बढी रिस्क बोकिरहेको छौँ। यो धेरैले सम्झाउनु पनि हुन्छ।
दाइ आफैले पनि कहिलेकाहीँ भन्नुहुन्छ त्यो भोलि आफैलाई समस्या पर्दाखेरि त किन बोकिरहनु। अब मैले अघि भने यो अभियान भए चाहिँ ओहो भनी डर हुन्थ्यो, एडिक्सनै भइसके पछाडि चाहिँ त्यो भित्रैदेखि नै लत बसिसके पछाडि चाहिँ यो रिस्क बोक्नुपर्छ हुनुपर्छ भन्ने पनि लागेको हुनाले गर्दाखेरि अब हामीले अहिले यो 195वटा देशको कला बनाउँदै गर्दाखेरि त बरु कला बनाउने बाटोमा हामी हात फैलाएर मागेर बनाउँला, तर त्यो राख्ने घर त चाहियो, त्यसलाई स्थायित्व दिने कुराहरू पनि रह्यो भन्ने भएकोले गर्दाखेरि पूर्वाधारको निर्माणको काम चाहिँ ढुक्कै भए त्यहाँभित्र राख्ने कला र सृजनात्मकमा चाहिँ काममा चाहिँ अझ जोडले लाग्ने चाहिँ हुन्थ्यो। अब एकचोटि यता सानो चिज बनाउनु यता बनाउँदा यता भत्किसक्छ, यता बनाउँदा यता भत्किसक्ने भएकोले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यो अपेक्षा राखेँ। योचोटि केन्द्रबाट चाहिँ हामीले योभन्दा अगाडि पनि त्यही भनेका थियौँ र अझ दाइले चाहिँ अझ संस्कृति तथा पर्यटन मन्त्रालयमा कम्तीमा पनि बरु हामी विज्ञ नहुँला, विज्ञ 2-4 जनालाई चाहिँ स्थायी रूपमा चाहिँ नियुक्ति गरेर यही ठाउँमा अझ प्रबन्धन गर्नको लागि नै त्यो एक खालको मापदण्ड तयार पारेर गरिदिनु भयो भने चाहिँ अझ हामी आभारी हुने थियौँ भन्ने थियो। के छ रोशनजी, ल तपाईँको एक्सपिरियन्स के छ थप्नु? होइन अब मेरो एक्सपिरियन्स भन्दा नि हामीले देखेको कुरा हो। भाइले भनेको जस्तै भाइले त लगभग सबै कुरा नै भनिसक्नु भयो। हामीले देखेको उसको मेहनत, उसको जुन डेडिकेसन छ त्यो त अब सबैजनालाई समग्र सिन्धुलीवासीको लागि एउटा गर्व गर्ने कुरा र समग्र नेपाललाई नै होइन एउटा परिचय दिने एउटा कुरा छ। त्यस कारणले गर्दाखेरि अब बाहिर हामी त धेरै पहिलादेखि नै नजिक भएर गफ गर्ने धेरै कुराहरू भइबस्छ। अब यहाँ भाइले भन्नुभएको जस्तो धेरै जटिलताहरू आइरहन्छ। अब यसलाई फुकाउने भनेको भाइहरूको लेभलबाट उहाँहरूले गर्न सक्ने सबै गरिरहनु भएको छ। अब सरकारी लेभलबाट होइन कसरी गर्न सकिन्छ त्यो अनुसारले चाहिँ गरिदिनु पऱ्यो। र मैले भाइलाई एउटा सजेसन दिएको चाहिँ के हो भने पहिला एउटा मास्टर प्लान बनाउनु पऱ्यो भन्नु खोजेको हो कि हाम्रो त फाइनल आउटपुट चाहिँ के हुन्छ त हामीले गर्नु खोजेको के हो होइन हाम्रो। अनि त्यसपछि चाहिँ हामीलाई के चाहिन्छ कति चाहिन्छ भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ नि त। र हामीले बनाउनु खोजेको के हो भन्ने चाहिँ एउटा बडो कन्सल्टेन्ट जस्तो हायर गरेर एउटा एरियाहरू गरेर त्यो भित्र त हाम्रो यहाँ सिन्धुली कलाघरले पनि इनपुट दिन सक्छ नि त। यसलाई यस्तो हामीले यस्तो भन्नु खोजेको यस्तो भन्नु खोजेको भनेर त्यसको चाहिँ एउटा ठ्याक्कै मान्छेले बुझ्ने गरी भनौँ न। त्यो अलिकति भाइको कुरो चाहिँ मान्छेले ठ्याक्कै भाइको त्यो दिमागमा छ, उसले बुझाउन पनि नसकेको, मान्छेले बुझ्न पनि प्रयास पनि किन भन्दा ठ्याक्कै देख्दा नबुझेपछि मान्छेले बुझ्ने प्रयास गर्दैन नि त होइन। त्यो नबुझेको कारणले पनि भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ। हुन्छ ल, तपाईँहरू केही भन्नु त? तपाईँहरू सबैजना यहाँ कलाकार हुनुहुन्छ होइन, ल भन्नुहोस् त यो के छ? यो 2-3 जना बहिनीदेखि सबै घर जानुभएको छ, बिदा हुनुहुन्छ अरे। केही भन्नु छ तपाईँहरूको? ल भन्नुहोस् त। हामीले भन्ने कुरा सबै सरले भनिसक्नु। त्यो बाहेक केही थप्नु छ? थपघट केही छ भने भन्नुहोस्। लजाउनु पर्दै पर्दैन नि, सुनसु भन्नु न मनमा लागेको कुराहरू स्पष्ट। ल छैन भने बरु यहाँ भन्दाखेरि पनि बरु समय भयो भने अहिले हेटौँडाको नि यो पर्यटन मन्त्रालय प्रदेशतिर यो विषयमा र मैले पहिल्यै भनिरहेको छु, मैले चाहिँ एकदमै धेरै मलाई चाख लाग्ने विषय भनेको उद्योग पर्यटनमा चाहिँ मलाई एकदमै चाहिँ बढी अहिले चाहिँ प्राथमिकतामा दिनुपर्छ भनिरहेको छु। किनभने मैले चुनावी अभियानमा जति पनि डुलेँ र मैले के अनुभव गरेँ भन्दाखेरि नेपालमा सबभन्दा मान्छेले खोजेको चाहिँ सुशासन र रोजगारी रहेछ। यो दुईवटा कुरा चाहिँ प्रष्ट रूपमा मैले चुनावी अभियानमा बोलेँ र म एउटा पूर्वाधारको विद्यार्थी भए पनि पूर्वाधार बन्नुपर्छ र पूर्वाधारले चाहिँ कस्तो खालको पूर्वाधार बन्नुपर्छ भने जसले चाहिँ रोजगारी सिर्जना गरोस् भन्ने कुरा चाहिँ हो। र जुन एउटा यो पर्यटन पनि एकदमै मलाई चाहिँ चाख लाग्ने विषय हो। त्यही भएर म जस्तो वैशाख 1 गते तपाईँहरूले बोलाउनु भयो, मैले आउन सकिनँ, त्यसको लागि मैले सरी पनि भनेँ। र अहिले चाहिँ म आफ्नै चाहिँ यो गर्नुपर्छ भेट्नुपर्छ भनेर आएको छु। र अहिलेको लागि चाहिँ अब यो पहिला पनि मैले अवलोकन गरेँ, अहिले पनि यो चाहिँ एकदमै ठुलो यो मादल देखिराखेको छु, एकदमै आकर्षक छ। र यसरी चाहिँ हामीले चाहिँ यस्तै आकर्षणहरू बनायौँ भने नै हामीले मान्छेलाई चाहिँ तान्न सक्ने हो। त्यही भएर अब सिन्धुली जिल्लामा नि कलाघर बन्यो, त्यस्तै अब यहाँ सङ्ग्रहालय छ,
होइन। यहीँ चाहिँ तपाईँको सिन्धुली गढी छ होइन, यस्तै विभिन्न कला केन्द्रहरू छन् होइन, र मठ मन्दिरहरू पनि छन्। यिनीहरूलाई चाहिँ एकीकृत रूपमा हामीले चाहिँ एउटा प्लान बनाउन सक्यो भने त्यसले एउटा प्रतिफल पनि दिन्छ। अस्ति मैले होटल व्यवसायहरूसँग पनि मैले चाहिँ छलफल गरेको थिएँ। उहाँहरूलाई पनि मैले के भने भन्दाखेरि जस्तो प्याकेजहरू डेभलप गर्नुहोस्। जस्तो कोही मान्छे आएर होटलमा बस्छ, एक दिन कलाघर जान्छ, अर्को दिन कलाघर गएर सङ्ग्रहालय जाला, अर्को दिन सिन्धुली गढी जाला, अर्को दिन हरिहरपुर गढी जाला, जितपुर गढी जाला होइन, अर्को मठ मन्दिर जाला होइन, यहाँ भएको खोला नालाको चाहिँ हेर्ला होइन। त्यस्तो धेरै यस्तो खालको प्याकेज चाहिँ डेभलप गरेर हामीले चाहिँ नेपाल र नेपाल बाहिर पनि दिनु पऱ्यो क्या। र त्यसको एउटा सिन्धुलीको मुख्य आकर्षण एउटा चाहिँ यो पनि पर्नु पऱ्यो, कलाघर पनि पर्नु, यसरी हामीले प्याकेज डेभलप गर्नु पऱ्यो क्या। नत्र त अहिले टुरिस्ट आउनुहुन्छ, एक दिन होटलमा बस्नुहुन्छ, दोस्रो दिन जानुहुन्छ होइन। र होटलले प्याकेज बनाइरहँदाखेरि यो ठाउँको पनि चाहिँ मान्छेलाई जानकारी भयो होइन, र तपाईँहरूको यहाँ आउनेले पनि होटलको जानकारी पनि भयो। यसरी चाहिँ हामीले अगाडि बढाउनु पर्छ। जुन अब अहिले डिपिआरको कुरा गर्नुभयो, एकपल्ट त्यो डिपिआर हामीलाई उपलब्ध गराइदिनु होला। र अझसम्म तपाईँहरूले कुन कुन निकायबाट कति चाहिँ प्राप्त गर्नुभएको छ त्यसको चिठी पनि दिनुभयो भनेदेखि राज्यले पनि लगानी गरेको रहेछ पहिलेको दिनमा भन्ने पनि प्रश्न हुन्छ। त्यो हिसाबले हामी थप बजेटको लागि चाहिँ हामी अगाडि बढ्न सक्छौँ होइन। अब यसपालि चाहिँ अब एकदमै समय छोटो भयो, त्यसले गर्दाखेरि अब धैर्य गर्नु होला, हामीले गर्न सक्ने गर्छौँ। अब अहिले हामी आज जाँदाखेरि हेटौँडामा सकेसम्म चाहिँ हामी मन्त्रालयमा भेटेर यी कुराहरू राख्छौँ र काठमाडौँ गइसकेपछि केन्द्र सरकारमा पनि यी कुराहरू राख्छौँ। र अब तपाईँले चाहिँ अब एउटा यो गरिरहँदाखेरि पनि एउटा हामीलाई चाहिँ सहयोग के गरिरहनु पऱ्यो भन्दाखेरि एउटा चाहिँ समग्र चाहिँ एउटा यो सिन्धुलीलाई टुरिज्म कसरी विकास गर्ने, कसरी चाहिँ भारतको चाहिँ पर्यटक लिएर आउने, नेपालभरिको पर्यटक लिएर आउने, त्यो पनि एउटा मास्टर प्लान एउटा त्यो पनि तपाईँले बनाइदिनु होला होइन। अब अहिले चाहिँ मैले विभिन्न मान्छेलाई चाहिँ एउटा सांसद भइरहँदाखेरि विभिन्न भूमिकाहरू दिएको छौँ होइन। अब कति भाइहरूले यहाँ कोअर्डिनेसन गरिरहनु भएको हुन्छ। अब जस्तो रोशन भाइ पनि अस्ति यहाँ हाम्रो प्रवेश गर्नुभयो। अब म आफै पनि प्राविधिक व्यक्ति भएर यो सिन्धुली जिल्लाको प्राविधिक कुरा विकासको कुरामा सहयोग गर्नको लागि उहाँलाई पनि मैले नै एउटा चिठी पनि दिन्छु। त्यो हिसाबले उहाँले यी कुराहरूमा चाहिँ कोअर्डिनेसन गर्नुहुन्छ र उहाँहरूले चाहिँ को सरसल्लाहमा चाहिँ हामी अगाडि बढ्छौँ। किनभने अब म त एउटा पूर्वाधार विकास समितिको अहिले सभापति भइसकेपछि अब मेरो जिम्मेवारी त नेपालभरि नै रहन्छ। त्यही भएर मलाई चाहिँ हरेक ठाउँमा चाहिँ एउटा फोकल पर्सन पनि आवश्यक पर्छ। त्यही भएर चाहिँ अब यो प्राविधिक विषय यस्ता विषयहरू चाहिँ हाम्रो इन्जिनियर हाम्रो रोशन लामा हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ, उहाँसँग सहकार्य गर्नु होला। र एउटा चाहिँ कन्क्रिट प्लान कस्तो खालको चाहिँ हामीले सहयोग माग्नुपर्छ त्यसमा चाहिँ अलिकति क्लियरिटी बनाएर तपाईँले मलाई फरवर्ड गरिदिनु होला। र के डकुमेन्ट हुन्छ विशेष गरेर अहिले मलाई चाहिँ तुरुन्त अहिलेसम्म सरकारले के सहयोग गरेको छ त्यो पत्र चाहिँ अहिले मलाई उपलब्ध गराइदिनु भयो भने म आजै गएर त्यो छलफल गर्छु। र तपाईँले चाहिँ जति सक्दो यहाँ रोजगारी सिर्जना गर्ने हिसाबले चाहिँ काम गर्नु होला होइन। अब म चाहिँ यो सल्लाह दिन्न, किन भन्दाखेरि चाहिँ तपाईँहरू नै यसको विज्ञ हो। अहिले आएर यो मादल किन पहिलो लाउनु भएको, यो रातो लाभए हुन्थ्यो भन्न सजिलो हुन्छ क्या मान्छेलाई। टिनको छाना छ भने यसमा खर लाभए हुन्थ्यो नि भन्न एकदमै सजिलो हुन्छ क्या मान्छेलाई। त्यो भनिदिनलाई भन्ने होइन होइन। र मेरो विज्ञता भएको विषय पनि होइन। यसमा त तपाईँहरूले मलाई सिकाउने हो र कस्तो हिसाबले राज्यले सहयोग गर्नुपर्छ भन्ने त्यो भूमिका हामी खेल्ने हो क्या। तपाईँलाई आएर भन्छन् होला नि मान्छेले पहेँलो लगाइछस् त यार, यसमा त रातो लगायो कति राम्रो देखिन्थ्यो होला भन्ने मान्छेहरू हुन्छ। हामी त्यो लेभल होइन। हामी चाहिँ अब के सहयोग गर्नुपर्छ र एउटा तपाईँले चाहिँ सिन्धुली कलाघर त भइहाल्यो, तपाईँ आफैले चाहिँ यो सृजित गरेको होइन। तपाईँलाई त कति माया लाग्छ होला भन्ने कुरा त मैले परिकल्पना गर्न सक्दिनँ। जस्तो मलाई लाग्छ चौहारको सुक्खा बन्दरका मेरो नेतृत्वमा भने मलाई मेरो बच्चाको भन्दा पनि बढी माया लाग्छ। 2-4 दिन देखेन भने यसो गरेर हेर्न मन लाग्छ क्या। भनेपछि त्यो एउटा माया तपाईँको प्रश्न पनि देखिन्छ। त्यसले नै हो विकास हुने। र अघि तपाईँले पनि भन्नुभयो एडिक्सन भयो भनेर, हो त्यसैले नै तपाईँलाई चाहिँ अगाडि बढाउने हो होइन। जस्तै
त्यही भएर चाहिँ यसमा हामी तपाईँलाई पूर्ण रूपमा सहयोग गर्छौँ, साथ सहयोग गर्छौँ र कुनै रूपले हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको सरकारले हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ, हामी कुनै पार्टी यो पार्टी त्यो पार्टी भन्दा नि हामीलाई सबैले जिताउनु भएको छ, सबैले भोट दिनु भएको, हामी चाहिँ देश बनाउने अभियानमा छौँ। यसमा सबैको सहयोग चाहिन्छ, हाम्रो लागि सबैजना समान हुनुहुन्छ भन्दै फेरि पनि हामी भेट गर्छौँ। अहिले त्यो चिठी छ भने मलाई कपी उपलब्ध गराइदिनु। हस्, धन्यवाद।